वेलकम ब्याक। हाम्रो नेपाली इन्डस्ट्रिजका लेजेन्ड एक्टर्स दिग्गज कलाकारका मुभिजको टिजर आज सब जाने भएको छ। मुभीको नाम पहाड हो, तपाईहरुलाई थाहा नै होला। सिधा पोइन्टमा आउँछु। यो टिजर मलाई त्यति इम्प्रेस गरेन जतिको गर्नुपर्ने थियो, किन यो मुभिजमा ठुलो ठुलो स्टार कास्टहरूलाई लिएको छ। यति बुझ्नु कि यसमा मात्र लेजेन्ड कलाकारहरू काम गरेको छ। तर पनि यस्तो टाइपको टिजर मैले एक्सपेक्ट चाहिँ गरेको थिएन। धेरै कुरा यो टिजरको राम्रो छ, नो डाउट, तर धेरै कुरा मलाई बकवास लाग्यो। सबभन्दा पहिला यो मुभिजको टाइटल रिभिलिङ हेर्नुस् त। हाम्रो देशमा के पहाडको कमी छ जो तपाईहरुले सीजीआईले यो पहाड बनाएर हामीले देखाउनुहुन्छ? यो मुभिजको टाइटल रिभिलिङ एकदम बकवास छ। म मात्र के कुरालाई लिएर यो मुभिजको टिजरलाई रिस्पेक्ट गरिरहेको छु भन्दाखेरि यसमा मदन कृष्ण श्रेष्ठ लेजेन्ड एक्टर हुनुहुन्छ, हाम्रो सुनिल थापा सर हुनुहुन्छ, शिव श्रेष्ठ हुनुहुन्छ हैन, बिपिन कार्की दाइ हुनुहुन्छ र प्रियंका कार्की म्याम हुनुहुन्छ। यिनीहरू हाम्रो नेपाली इन्डस्ट्रिजका बेस्ट एक्टरहरू हुन्। तर उहाँहरू जस्तो स्टार कास्ट भएको मुभिजको टिजर यस्तो हुन्छ? खासै मलाई कहीँ पनि केही कुराले इम्प्रेस पारेको छैन। यति फिल चाहिँ हुन्छ कि सबैको यो टिजरले फेस रिभिलिङ मात्र गरिरहेछ, स्टार रिभिलिङ गरिरहेछ, क्यारेक्टर रिभिल गरिरहेछ, यतिको फिल भयो। म्युजिक पनि त्यतिको इङ्गेजिङ मलाई लागेन। स्टोरी के छ यो मुभिजको टिजरले खासै केही बताउँदैन हैन। ओभरअल अलिकति रिसर्च गर्दा मैले थाहा पाएँ कि यो मुभिज एउटा युवाहरूको गाउँबाट छोडेर सहरतिर जाने यो माइग्रेसनमा आधारित मुभिज हो। अहिले गाउँहरूको अवस्था यस्तो आइसकेको छ कि केटा मान्छेले गर्नुपर्ने काम केटी मान्छेले गरिरहेको छन्। सो यही कुराहरूलाई समेटेर यो तयार पारेको मुभिज हो पहाड। अब यो मुभिज कतिको एक्साइटिङ छ, कतिको इम्प्रेसिभ छ यो त अहिले म भन्न सक्दैन। सायद यो टेलर आएपछि झन् धेरै कुराहरू खोल्छ हैन। तर मलाई जहाँसम्म लाग्छ भिजुअली र म्युजिकले यो मुभिजको टिजरले खासै अहिलेसम्म इम्प्रेस पारेको चाहिँ छैन। यो टिजरमा अलिकति भाइब्स चाहिँ बिपिन कार्कीले चाहिँ दिइरहेको छ हैन। बिपिन कार्कीको जब फेस रिभिलिङ हुन्छ हैन त्यतिखेर केही एक्साइटिङ जस्तो लाग्छ, केही इन्ट्रेस्टिङ जस्तो फिल त हुन्छ टिजरमा। बाँकी चाहिँ सिनहरू सबै एभरेज भन्दा पनि तल छ हैन। खासै इम्प्याक्टेबल, खासै इमोसनली कनेक्ट हुने टाइपको केही सिनहरू टिजरमा छैन। हुन त अहिले म टेलर हेरेको छैन हैन। टेलरले अझै धेरै कुराहरू रिभिल गर्छ हैन। अझै यो मुभिजको क्यारेक्टरहरूसँग हामी कनेक्ट हुन्छौँ टेलरमा। तर यो टिजरलाई हेरेर ओभरअल रिभ्यू दिँदा मलाई खासै इम्प्रेस पारेको छैन यो टिजरले हैन। र यो मुभिजको हाइपको कुरा गर्ने हो भने मुभिजको हाइप मार्केटमा खासै छैन। अहिले युट्युबमा रिलिज भएको 5-7 घण्टा भइसक्दा पनि यो मुभिजको टिजरको भ्युज अहिलेसम्म 20 देखि 25 हजारसम्म मात्र पुगेको छ। सो यतिले आइडिया लगाउन सकिन्छ कि यो मुभिजको मार्केटमा खासै हाइप छैन हैन। अहिले बज क्रिएट गरेको छैन, यो मुभिजको पब्लिसिटी खासै भइरहेको छैन। हुन त अहिले फर्स्ट टिजर लन्च भएको छ, म्युजिक आउन बाँकी छ हैन, टेलर आउन बाँकी छ। होप गर्छु कि यस्तो लेजेन्ड एक्टरहरू भएको मुभिज फ्लप चाहिँ नहोस्, हामी यति आशा चाहिँ गरिरहेछौँ। यो मुभिजको टेलर आएपछि म टेलरको एकदम फुली रिभ्यू लिएर आउने छु। अहिलेको लागि म भन्छु कि हामी मात्र होप गरिरहेछौँ कि कमसेकम यो मुभिजको स्टोरी बेस्ट होस् र स्टोरीले गर्दा यो मुभी सुपर हिट होस्। किन अहिलेसम्म टिजरले म खासै इम्प्रेस भएको छैन। सो म यो मुभिजको टेलरको वेटिङमा छु। सो तपाईहरुलाई यो मुभिजको टिजर कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला र यो भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गर्नुहोला। किन म यस्तै भिडियोहरू, मुभिज अपडेटहरू र मुभिजको टेलर रिभ्यू, टिजर रिभ्यू लिएर सधैँ आइरहेकै हुन्छु। त्यही भएर प्लिज सब्स्क्राइब द च्यानल। थ्याङ्क यू।